यो सिरफुल हो है अनि यो चाहिँ गोदावरी अनि यो नाङ्लोहरूमा चाहिँ डिस्काउन्ट छैन कति 1000 पाउन्ड चाहिँ जम्मा गर्नुभयो हो हो अरूको कम्पेरिजनमा चाहिँ एकदमै सस्तो छ है ओरिजिनल हो है ओरिजिनल हो के हो यो तपाईँको स्पेसल लिएर आउनुहुन्छ कम्पिटिसन हुन्छ नमस्कार सेवारो आज चाहिँ हामी यहाँ हाम्रो यो महान चाड याक्थुम चुम्लुङ होइन अनि 2026 को जुलाईको आज 11 तारिक हामी चाहिँ सम्पूर्ण युके भरिको याक्थुङबाहरू चाहिँ भेला भएर आज यहाँ रमाइलो गर्ने र आफ्नो जात जातिको कल्चर अनुसारको वेशभूषाहरू देखाउने हाम्रो चाहिँ यो विशेष महान चाड हो र आउनुहोस् न हामी यहाँ हाम्रो दिदीबहिनीहरूले ल्याउनु भएको पसल दोकान स्टल हामी देखाउँछौँ ल यहाँ चाहिँ अब यसरी विभिन्न महिला दिदीबहिनीहरूको गरगहनाहरू बेचिन्छ अनि भाइ हाम्रो यो युट्युबमा तपाईँहरूको यो प्राइजहरू यसो भनिदिन सक्नुहुन्छ कति कतिमा बेच्नुहुन्छ सबै गोल्ड र सिल्भर प्लेटेड आइटमहरू हजुर अनि यतापट्टि साइडमा चाहिँ हाम्रो चाहिँ अब प्योर सिल्भर ए फर इक्जाम्पल अब यो उनीहरूको चाहिँ अब 8 पाउन्डमा बेचिरहेको छ अरूको कम्पेरिजनमा चाहिँ एकदमै सस्तो छ है तपाईँले कम्पेयर गर्दा पनि हुन्छ हल्का हो रहेछ होइन कम्पेरिजनमा चाहिँ एकदमै रिजनेबल प्राइस मैले त्यही भएर ऊ मेरो भाइ हो मैले लिएर आएको अलि रिजनेबल प्राइसमै राख्छु हामी अनि अनलाइन सपिङ कसरी गर्नुहुन्छ हाम्रो इन्स्टाग्राममा छ अनि टिकटकमा छ विशेष कलेक्सन होइन ए अँ फलो गरेर अनलाइनबाट अर्डर गर्न सक्नुहुन्छ अनि ट्रान्सफर गर्न सक्नुहुन्छ पैसा चाहिँ त्यस्तै हामी चाहिँ पोस्ट गरिदिन्छु मैले अरूले चाहिँ नि अब जस्तै डेलिभरी चार्जहरू फुल लिन्छ भने प्रेसियस कलेक्सनले चाहिँ जहिले पनि डेलिभरी चार्ज चाहिँ हाफ लिन्छ है जस्तै 10 पाउन्ड डेलिभरी चार्ज छ भने हामी 5 पाउन्ड मात्रै दिन्छौँ एकदम राम्रो रहेछ अलिकति रिजनेबल राख्दैछौँ त्यही त त्यसरी राख्यो भने मात्रै अलिकति अहिले त कम्पिटिसनको जमाना छ बहिनी होइन सबैजना अब अनलाइनबाटै सुरु गर्ने कोठाबाट के यो त कोठे दोकान भनौँ न यसो भन्दा रहेछन् होइन स्मल कोठाबाट भनौँ न त्यही त कति हो त यिनीहरू यो चाहिँ यस्तो छ हाम्रो यो मिनी टाटर ब्याग चाहिँ 20 पाउन्ड हो अनि यो 25 हो यो चाहिँ प्योर स्कटिस ब्याग हो कि जुन यो चाहिँ दुई खालको छ एउटा यहाँ स्कटिस लेखेको छ एउटा नलेखेको छ यो लेखेको चाहिँ हजुरको ओरिजिनल हो है ओरिजिनल है अनि यो चाहिँ 25 हो अनि यसको पनि 25 हो अनि यसको चाहिँ 20 पाउन्ड नलेखेको चाहिँ नलेखेको यो चाहिँ अलरेडी ओरिजिनलै हो यो स्वेटरहरू 45 को चाहिँ 20 मा सेल लागेको छ यो हङकङको स्वेटरहरू हो ए यो चाहिँ एकदम अहिलेको भाइरल स्वेटरहरू भनौँ न भाइरल त्यही त अब अहिले त यहाँनिर यो सबै दोकानहरूमा कम्पिटिसन रहेछ नि बहिनी एकदमै धेरै छ त्यो भएर अब हामीले चाहिँ प्रायः जस्तो चाहिँ होलसेल गर्छौँ हाम्रो पर्छ चाहिँ अल्ट्रासाउन्डमा पनि छ सुन्निमा ज्वेलरी एन्ड कलेक्सन भनेर ए अनि अरू बेला चाहिँ हजुरहरूलाई सामानहरू चाहियो भने चाहिँ हजुरहरूले चाहिँ अल्ट्रासाउन्डमा आएर लिन सक्नुहुन्छ हजुर हामी चाहिँ होलसेल प्राइसमा गर्छौँ एकदम तपाईँहरूको यो अब हामी अरूतिर पनि जान्छौँ प्राइजहरू बुझ्छौँ होइन हजुर हामीलाई चाहिँ हाम्रो चाहिँ टिकटकमा छ एउटा फेसबुकमा छ इन्स्टाग्राममा छ होइन अनि जस त्यता हेर्नुभयो भने हाम्रो सुन्निमा ज्वेलरी एन्ड कलेक्सन भनेर टाइप गर्नुभयो भने चाहिँ हजुरहरूले त्यहाँ पाउन सक्नुहुनेछ है हाम्रो बिजनेस कार्ड यस्तो लोगोमा छ यो चिन्डो आकारमा डायमन्डभित्र चिन्डो भएको छ अनि यो चाहिँ हाम्रो चाहिँ यो चाहिँ अर्डर सर्टमा रहेको छ है यदि हजुरहरूलाई सामानहरू ट्रेडिसनल खै एउटा दिन त हाम्रोमा चाहिँ प्रायः जस्तो युकेको सामानहरू युके मेड सामान हङकङ मेड अनि नेपाली ट्रेडिसनल सामानहरू पाउँछ जस्तै एकदम ओरिजिनल है लिम्बू सबै कल्चरको अर्नामेन्टदेखि लिएर भेषभूषाहरू सबै पाउँछ है ए ल अनि के अरे नेपाली बाँसबाट बनेको ब्याम्बोबाट बनेको डालो नाङ्लो होइन हजुर। कोदालो हामी नेपालीहरू ए जे होस् आफ्नो कल्चरभित्र परे बिजनेस पनि गर्दैछौँ ए ल ल एकदम राम्रो तपाईँहरूको अब आज सफल होस् धेरै बिक्री होस् ल अनि यता सुन्नु न यो नाङ्लोहरूको चाहिँ कति हो अलि यता आउनु त नाङ्लो चाहिँ हाम्रो तपाईँको 20 पाउन्डको छ 15 पाउन्डको छ दुईवटा मात्रै छ तर हाम्रो डालोमा चाहिँ एकदमै भेराइटी छ अनि यो नाङ्लोहरूमा चाहिँ डिस्काउन्ट छैन डिस्काउन्ट गरेर आज एकदम स्पेसल डिस्काउन्ट गरेर 15 नत्र तपाईँको 20-25 बेचिरहेको हो अनलाइन कतिमा अनलाइन भन्नाले तपाईँहरूलाई पोस्ट गरिदिने
पोस्ट पनि गरिदिन्छ पोस्टिङ चार्ज चाहिँ तपाईँले तिर्नुपर्छ अब जस्तै यो सपोज 15 भयो होइन अनि अनलाइनमा तपाईँहरूले पोस्ट गर्दा 5 पाउन्ड एक्स्ट्रा लाग्छ अनि 20 भयो होइन तपाईँको 10 पाउन्ड 10, 15, 20, 30, 40, 50 ल धन्यवाद हस् ल यो चाहिँ रोटी सेलरोटीको लागि होला यता ल तपाईँहरूलाई यो हाम्रो च्याङ्बा ट्राभल्समा यहाँ हामीले देखाउन लागेको छौँ यो चाहिँ रोटी पोल्ने हो हजुर रोटी पोल्ने कतिमा बेच्नुहुन्छ यो हामीले 15 पाउन्ड बेच्छौँ ए यस्तो सजिलो है यस्तो गरौँ यस्तो गरौँ यस्तो गरौँ होइन अनि के तपाईँहरूको यो अनलाइन पनि छ हजुर हाम्रो अनलाइन जे कलेक्सन ए यसमा त पहिले हामी यता सुन्नु त ओ साउनी अहिले मलाई याद आयो साउनी गोर्खा कपमा हामीले भक्कु किनेको होइन तपाईँकोमा त्यो इङ्ग्लिस बुहारी इङ्ग्लिस नेपाली बुहारी खोइ ए हो यिनीहरू कसरी यो डेकोरेसनको सामानहरू हो हैन अब हामीले अरूभन्दा एकदम मिलाएर सस्तो प्राइसमा दिएछौँ कसरी हो यो यो भास दुईटाको चाहिँ 40 पाउन्ड यो दुईटाको 40 पाउन्ड हैन यस्तै यो हात्तीहरू भयो 40 पाउन्ड डेकोरेसनको यो जरा दुईटाको 30 पाउन्ड अनि यो घोडा 50 पाउन्ड 50 अनि तपाईँको आज यो बेस्ट सेलिङ आइटम चाहिँ के हो बेस्ट सेलिङ गहनाहरू कति बिक्री भए राम्रै बिक्री भयो अनि कति आज कति हजार पाउन्ड चाहिँ जम्मा गर्नुभयो हो अब यो चाहिँ विशेष गरेर यहाँ चाहिँ यो सिसेकको पाउनाङमा चाहिँ च्याब्रुङको कम्पिटिसनै हुन्छ होइन विभिन्न ब्रान्चहरूबाट नाच लिएर आउनुहुन्छ कम्पिटिसन हुन्छ अब अहिले चाहिँ यहाँनिर कम्पिटिसन सिकेर यो चाहिँ ग्रुपिङ डान्स सबैजनाले मनोरञ्जन गर्ने इन्जोय गर्ने यहाँ सबैजना गएर इन्जोय गर्न सक्नुहुन्छ बुबु यहाँ बोलौँ त यो भाइको च्याङ्बा ट्राभल्स युट्युब च्यानलमा के भन्नुपर्ने आज कस्तो हुँदैछ आज यो के हो यो आज यो चाहिँ सिसेक्पा तङनाम भनेको चाहिँ साउने सङ्क्रान्ति हाम्रो लिम्बूहरूले चाहिँ विशाल साउने सङ्क्रान्ति मानेको सिसेक्पा तङनाम 2026 सिसेक्पा तङनाम हामी चाहिँ आज यो चाहिँ थुमथुमको लिम्बूहरू चाहिँ आज यहाँ उपस्थित छौँ यहाँ झन्डै भन्यो भने 1000 प्लस हामी 12-15 होला 12 त्यही त 1000 प्लस 12-1500 नै छौँ होला होइन सबै रमाइरहेको छौँ यस्तै रमाइलो अर्को वर्ष पनि मनाउन पाऊँ है त बधाई नि बोल्ने हो यो शिरफुल हो है यो शिरबन्दी कान्था अनि च्याप्रेसुन होइन त्यति नै होला लिम्बूको हो आन्टी अनि लिम्बू हो तपाईँको नाम के हो निशा लिम्बू बुलाकी त्यति नै छ है त्यति नै तपाईँको मात्रामा भएको छ नि मिनिङ मिनिङ त छैन है मिनिङ चाहिँ अब विशेष गरेर हाम्रो लिम्बूहरूको बिहेमा र हाम्रो यो चाहिँ ट्रेडिसनल कल्चरभित्रै पर्छ एक सेट लिम्बूको गहना भनौँ एक सेटमा चाहिँ हाम्रो यो कम्पलसरी नै पर्छ होइन लिम्बू सेट मैले लगाएको चाहिँ एक सेट लिम्बू सेट चाहिँ छैन यो चुरा छ औँठीहरू लिम्बू सेटमा एक सेटै पर्छ यहाँ छुटेको छ छल्लने चुरा छुटेको छ छल्लने चुरा चाहिँ अब यस्तोलाई भन्छ अनि चन्द्रहार छुटेको छ ल धन्यवाद ल I'm just catching up with families, friends, and just eating good food. Young men and drink tongba. This is Sirbandi and you're check Godavari and Kanta Chandrahara Kare Chura. Silam Sakma, of course, Silam Sakma and yo Dasna Borki. Afi Bhuleko Nepalma. Any message to your friends and family? Yeah, it's really fun and please continue to come to Yaktim Chumlung. And yeah, okay, thank you. Thank you. YouTube channel, oh? Yeah, it's called च्याङ्बा Travels. Oh, च्याङ्बा Travels. Okay, I know. I've seen your vlog before. Oh, have you? Yeah, it's really nice. No, it's good. Please like, share, comment, and subscribe.
Changba Travels. ल थ्याङ्क यू बोलौँ यो आज हाम्रो अब के हो होइन किन यहाँ भेला भयो किन डुलिँदैछ किन यो टन्टलापुर घाममा यसरी हिँडिँदैछ भन्नु त ल भन्नु अब यो के साउने सङ्क्रान्ति नै हो हाम्रो होइन म अब आएको नि साउने सङ्क्रान्ति मान्नु जाने रमाइलो गर्नलाई होइन अनि आफ्नो आफन्तहरू भेटघाट गर्ने धान नाच्ने मिठा मिठा खाने सेलरोटी खाने होइन अनि तपाईँहरू योभन्दा अगाडि पनि आउनुहुन्थ्यो आइरहेछु अनि पहिलेको दाँजोमा र आजको यो उसमा चाहिँ कस्तो कम्पेयर गर्दा कस्तो भइरहेछ कस्तो फिल भइरहेछ मलाई त सेम हो तर पहिले त अब पानी पर्थ्यो होइन त्योभन्दा पहिलाको चाहिँ पानी परेको थियो आज चाहिँ कस्तो भइरहेछ वेदर तपाईँ राम्रो आज राम्रो छ अनि यहाँ के सामानहरू किन्नु भयो हेर्दैछु अब हेरौँ मन पर्यो नि किन्ने हो ए साउन महिनामा लगाउने हो क्या अब लगिराख्नु नि त साउन आउनु लाग्यो होला सायद ए ल ल ल हस् त ल धन्यवाद ल ल आज यहाँले थोरै मलाई समय दिनुभएकोमा यहाँहरूप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु आज यहाँहरू जे जता हुनुहुन्छ अनि तपाईँको यो पसलको यो अनलाइन पनि छ होइन अनलाइन हजुर हामी चाहिँ यो बुद्ध ज्वेलरी हो बुद्ध ज्वेलरी चाहिँ कुन ठाउँमा हो मेस्टोनमा बेस हो के अरे हजुर हजुर मेस्टोनमा बेस हो यो चाहिँ अब भर्खर 1 वर्ष प्लस भयो बुद्ध ज्वेलरी भनेपछि बेसिकली अब गरगहना अनि सुन र चाँदीको मेडमा सुन र चाँदीमा बनाइएको गरगहनाहरू बिक्री गर्ने हो त्यसमा केही थपहरू अब यहाँहरू अब सबैलाई पनि सुविधा होस् अर्को कुरो चाहिँ केही अब पसलमा पनि केही अब प्रफिट गर्ने एउटा माध्यम रहोस् भनेर चाहिँ कपडाहरू राखिएको छ र आज हेर्नुहुन्छ भने कपडाहरू अनि मालाहरू अनि आजको बेस्ट सेलिङ चाहिँ के हो त यहाँ कि आज बेस्ट सेलिङ चाहिँ यो क्रिस्टलको मालाहरू अनि विशेष गरी अब साडीहरू अनफर्चुनेटली आज सुनको सामग्रीहरू ल्याएको छौँ हामी चाँदीको सामग्रीहरू केही ल्याएको छौँ तर हामी यो विशेष गरी चाहिँ यहाँ तपाईँहरूलाई देखाउन हामी बुद्ध ज्वेलरी बेलायतमा छौँ है भनेर देखाउनको लागि आएको हाम्रो चाहिँ यो च्याङबा ट्राभल्समा तपाईँहरूलाई स्वागत छ अनि ल तपाईँको परिचय दिनु न ए तपाईँहरूको यो स्टल चाहिँ आज कतिको बिक्री भयो कस्तो के भयो त ठिक ठिकै कति हजार जति बिक्री भयो होला ए अनि आजको बेस्ट सेलिङ चाहिँ के हो तपाईँको ए कति यो भन्नु न भन्नु त त्यो यो अहिले अब सेलमै छ अघिपछि 40 थियो नि अहिले 20 मा प्राइस ए ड्याममै झारिदिनु भयो मेलामा उसो भने त तपाईँले त अलिक यहाँनिर सेल 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 भन्नु पर्यो नि त अलिक बोल्नु पर्यो क्या आफ्नो सामान बिकाउनको लागि होइन अब बोल्नेको चाहिँ पिठो पनि बिक्छ नबोल्नेको चामल सेल 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 ड्याममै हाफ प्राइसमा सेल भनेर अलिक बोल्नु पर्यो नि युयुमा कलेक्सन तपाईँको अनलाइन होइन युयुमा कलेक्सन ल यहाँ चाहिँ अब यसरी स्वेटरहरू पनि बिक्रीमा राखिएको छ अब यो चाहिँ अलिक सस्तो होला अब यस्तो भेषहरू पनि रहेछ अब यस्तो लुङ्गीहरू पनि यो चाहिँ कल्चरकै यो अब यो चाहिँ ह्यान्डमेड भन्छ यसलाई हातैले बुनेको हो विशेष गरेर होइन तपाईँहरू पनि सपिङ गर्ने हो हेर्दैछु ए हो अनि यो पनि अब ह्यान्डमेडकै के अरे लाछा हो कति राम्रो रहेछ यहाँनिर ब्यागहरू पनि रहेछन् कार्टनको यता यो त एक्स्ट्रा छ त च्याङबा ट्राभल्समा स्वागत छ तपाईँहरूको चाहिँ यो कस्तो के हो अलिकति स्पेसल होइन कतिपय मान्छेहरूलाई थाहा पनि छैन होला होइन के हो यो तपाईँहरूको चाहिँ स्पेसल बुद्धिस्टको भनेर चाहिँ थाहा छ होइन यसको विभिन्न अब यहाँ छ नि त अक्षरहरूको नामहरू भनिदिनुहोस् न खास चाहिँ उहाँ चाहिँ नेपालदेखि आउनुभएको हाम्रो मास्टर आर्टिस्ट लालमान तामाङ लामा होइन हाम्रो ग्यालेरीको नाम चाहिँ त्यहाँ छ अगाडि ए हाम्रो चाहिँ ग्यालेरी हो नेपालमा बेस्ट छ उहाँ चाहिँ यहाँ केही घुम्न आउनु भएको थियो अनि मैले चाहिँ हाम्रो चिङमा पनि लगेर हेरौँ न स्टोर किनभने यो स्टोर चाहिँ मैले कहीँ पनि देखिनँ क्या हो एकदम नयाँलाई लाग्छ अनि
मैले चाहिँ अब यो हेरौँ न अनि यसो सबैलाई देखाउन इन्फर्मेसनको लागि होइन यो चाहिँ हामीले के भन्छ खाङ्का पेन्टिङ भन्छ अनि यो चाहिँ क्यानभासमा बनाएको हुन्छ यस्तो हुन्छ क्यानभास चाहिँ यो यसद्वारा हुन्छ यो कपडाकै हो क्या सबै ह्यान्ड पेन्टेड सबै ओहो यस्तो सादामा यस्तो यो सब ह्यान्डमेड है एकदम प्रिसाइज हुन्छ कि यो चाहिँ बनाउनलाई पनि 2-3 महिना लाग्ने मिहिनेत एकदम मिहिनेतवाला हुन्छ यो भयो कालाचक्र दलाई लामा मण्डला हाम्रो यो चाहिँ दलाई लामा थाहा छ होला थाहा छ स्यान मण्डल भन्छ उहाँको क्रिएसनलाई चाहिँ हामीले खाङ्का पेन्टिङमा चाहिँ बनाएको ए एकदम है आर्टिस्ट चाहिँ सबै कति वर्ष गर्नुभयो तपाईँ गर्नु थाल्नुभयो मैले गरेको अहिलेसम्म चाहिँ म 53 अथवा मैले चाहिँ 11 वर्षदेखि काम गरेँ ए अहिलेसम्म कन्टिन्यू अहिले चाहिँ म नेपालको यो विभिन्न पेन्टिङको के अरे आर्टहरू छ त्यसको चाहिँ अहिले म प्रज्ञा सभा सोच्दैछु यो ललित कला गभर्नमेन्ट चुज गरेको तपाईँ चाहिँ नेपाल सरकार गभर्मेन्टको मान्यता प्राप्त आर्टिस्ट स्वीकृति पाउनु भएको मान्यता प्राप्त भन्छ यसरी सरल भाषामा भन्नु हामी 3-4 जना मात्रै छ यस्तो मुख्य मान्छे मात्रै के अरे नेपाल सरकारले नियुक्त गर्छ कि अब सबै देशभरको नेपालभरकै नेपालभरको चाहिँ हामी 3-4 जना मात्रै त्यत्रो है अनलाइनबाट पनि बेच्नुहुन्छ अनलाइनबाट त अहिलेसम्म गरेको छ म आफै बाहिर जान्छु म अमेरिका गइरहेको छ अस्ट्रेलिया गइरहेको छ चाइना 25चोटि गइसकेँ तपाईँहरू चाहिँ यसरी विभिन्न विदेश जाँदाखेरि चाहिँ भिजिटिङ भिसा लगाएर कि कस्तो बिजनेस भिसा हुन्छ बिजनेस भिसामा ए कम्पनीबाट चाहिँ बिजनेस भिसा लगाउने अनि विभिन्न विदेशतिर टुर गर्ने अनि तपाईँको यो आफ्नो कलाहरू चाहिँ तपाईँको छोराछोरीलाई सिकाउनु भएको छ कि तपाईँले मात्रै एउटा छोरा चाहिँ यसको दाइ चाहिँ मेरै विदेशमा ठमेलमा बस्छ नेपालमा पेन्टिङको म चाहिँ कोटेश्वर बस्छु एयरपोर्टबाट 10 मिनट मात्रै घर मेरो आर्ट ग्यालरी चाहिँ कोटेश्वरमा भनेपछि काठमाडौँमा पनि ठमेलमा छोराले गर्छ अनि कोटेश्वरमा चाहिँ तपाईँ म बस्छु छोरा चाहिँ अब के अरे बिजनेस गर्न त्यहाँ जान्छु बेलुका त घरमा आउँछ अनि म चाहिँ बाहिर जान्छु अनि ठमेलमा चाहिँ छोराको सटर छ कि सटर छ यस्तै अनलाइन चाहिँ अनलाइन पनि गर्छ अलिअलि गरेको छैन तर मैले चाहिँ इबेमा कहिलेकाहीँ बेचेको छु मेरो आफ्नो पर्सनल अकाउन्ट मा चाहिँ कहिलेकाहीँ मैले 15-20 वटा चाहिँ बेचेको छु तपाईँले पनि अब अनलाइन गर्नुभयो भने त त्यही भएर नेपालमा चाहिँ नेपालमा म चाहिँ अब एक्सन नहुनुको कारण मसँग पेन्टिङ थिएन नि त सबै दाइसँग हुन्छ नि त अनि अब फेरि अब नेपाल जानु पऱ्यो नेपालबाट ल्याउनु पऱ्यो त्यो भयो अहिले त अनि अब सजिलो छ नि त अब नेपालको सामानहरू युके होइन उयोबाटै कुरियरहरू भयो सजिलो छ परम्परागतदेखि चल्दै आएको उसमा त तपाईँहरूको अब यो धर्म संस्कृति यो त भनौँ न यो पेन्टिङ भनिरहेको छ पेन्टिङ मात्रै भनेर हुँदैन यो चाहिँ यसको महत्त्व पुरो छ यसको महत्त्वहरू यो चाहिँ मेडिटेसनको लागि हुन्छ मेडिटेसन यो गुड लक यो के अरे यो चाहिँ शान्तिको लागि यो फुलहरू हो के अरे देवतालाई चढाउँछ नि फुल चढाइन्छ अनि मेडिटेसनको लागि शान्तिको लागि यो गुड लक यो जसले धेरै यो लक्ष्मी पनि हो यो होइन त्यही कारण चाहिँ अनि आजको बेस्ट सेलिङ चाहिँ बहिनी बेस्ट सेलिङ भनेको यो चाहिँ हाम्रो बेस्ट सेलिङ कालाचक्र दलाई लामा विथ बोर्डर होइन यहाँ चाहिँ एक्स्ट्रा काम पनि छ क्या यसमा चाहिँ हुन चाहिँ यो कालाचक्र दलाई लामा मण्डला नै हो तर फेरि एक्स्ट्रा बोर्डरको आजको चाहिँ तपाईँको यो बेस्ट सेल मण्डला मतलब के हो यो चाहिँ कालचक्र दलाई लामाले चाहिँ त्यो आफैले के अरे उसमा भुइँमा चाहिँ त्यो बालुवाले आएर चाहिँ बनाएको कहानी छ त्यसको अनि त्यसको पनि अर्थ छ त्यो समुद्रमा बगाइदिन्छ त्यसकै ऊ हो त्यो आर्टले हामीले निकालेको समुद्रमा बगाइदिएको तर त्यसलाई चाहिँ हामीले रिक्रिएसन गरेको क्या फेरि अनि त्यो चाहिँ हामीसँग केही पनि छैन क्या तर हामीले इमेजिन गरेर उसले गरेको अनि त्यो चाहिँ बुकहरूमा त्यस्तोहरू हुन्छ बुकहरूमा हुन्छ होइन त्यही हो
चाहिँ चाइनाकै हो रानी सङजुङ गोम्बोको के अरे रानी हो यो चाहिँ नेपालबाट चाहिँ पछि हाम्रो ब्रिकुटी छ नि त्यो वृन्दारा छ ब्रिकुटी लगेको हामी दिदी बहिनी भन्छ कि अब सङजुङ गोम्बोले उतैको बिहे गरेको यो रानी के अरे चाइनाकै यो चाहिँ समुद्र भइहाल्यो समुद्रहरू छ नि यो चाहिँ पहाड चट्टान अलिकति के अरे टाढो पनि देखिएको छ नजिक पनि देखाएको छ नि जताभावी आर्टिस्टले त्यस्तो गर्न सक्दैन त्यो धेरै बेस्ट क्वालिटी हो नि यस्तो अब यो हातैको पेन्टिङ यस्तो यो सिट चढेको बिउहरू चढेको यो लोटसको फुलको पात एकदम सानो डिटेलहरूलाई राखेको सबै समेटेको भनौँ न एउटा सम्पूर्णै 24 क्यारेट गोल्ड चाहिँ अब के अरे कसमस तान्त्रिक मण्डल भन्छ यो चाहिँ यो के अरे यो चाहिँ एकदम पृथ्वी जस्तै गोल गोल छ धेरै राम्रो क्वालिटी हो यो चाहिँ के अरे बुद्धले ध्यान गर्दाखेरि यो पुरै सेतो देखेको थियो बादल देखेको थियो अनि ध्यान गर्दा गर्दा चाहिँ बुद्धले यो सानो पालले यो ओम देख्यो त्यहाँ ओम देखेपछि अनि उसको मेडिटेसन अब प्राप्त भयो कि अनलाइनमा चाहिँ मलाई फाइन्ड आउट गर्नुभयो भने मेरो इबी आइडी चाहिँ छ लभ फ्लाइ 77 लभ फ्लाइ 77 ल च्याङ्बा ट्राभल्स अब आजको त यो याकसुमचुम्लुङ सम्पूर्ण होइन आज दिउँसोभरिको अब देखाइहाल्यौँ अब यहाँ विभिन्न कल्चरको वेशभूषा गरगहनादेखि लिएर लत्ता कपडाहरूदेखि लिएर सबै देखायौँ अब त्यस्तै गरेर सम्पूर्ण यो च्याङ्बा ट्राभल्स युट्युब हेर्नुभएको आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूले यहाँ आएर यहाँको सामान यहाँको चाहिँ सामानहरू एकदम ह्यान्डमेडहरू अर्ग्यानिकहरू हेरिदिनु होला र अर्कोपल्ट आउनुहोस् किनिदिनुहोस् र साथै यो च्याङ्बा ट्राभल्सलाई लाइक कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् साथ माया गरिदिनुहोस् ल थ्याङ्क यू धन्यवाद नमस्कार